यहाँहरूलाई यस निसङ्ख्य चौतारी युट्युब च्यानलमा स्वागत छ। कृपया यो च्यानललाई सब्सक्राइब, लाइक र कमेन्ट चाहिँ गरिदिनु होला। यो प्रवीण कटवाल र पछि निसङ्ख्य चौतारी नाम गरिएको यस च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी बालकोट बिरुवा स्थित बिन्दवासिनी मन्दिरमा घुम्न गइरहेका छौँ। यहाँलाई पनि सँगै घुमाउन चाहन्छौँ। अहिले हाम्रो यात्रा चाहिँ बालकोटबाट सुरु भइरहेको छ। यो यहाँहरूले देख्नुभएको बालकोट बिरुवा सडक खण्ड हो। यो भर्खरै यसरी पिच भएको हो, पहिले यो पिच थिएन। अब हामी जाँदैछौँ यो बाटो हुँदै। हामी पहिले सिरुटार पुग्छौँ, सिरुटारबाट हामी बिरुवातिर लाग्नेछौँ। यो बाटो हेर्दै जानु होला यहाँहरूले। हामी जाँदैछौँ। यसमा मलाई साथ दिँदै हुनुहुन्छ र बाइक चलाउँदै हुनुहुन्छ हाम्रो भूमि दाइले। आज भूमि दाइ र म चाहिँ बालकोट बिरुवातर्फ गइरहेका छौँ। यहाँहरूलाई पनि डुलाउँदैछौँ। हाम्रो यात्रामा सँगै जोडिरहनु होला। र मेरो युट्युब च्यानलमा कम भ्यू आइरहेको, लाइक पनि कम आइरहेको छ। यसो लाइक र कमेन्टहरू चाहिँ यहाँहरूले गरिदिनु होला। च्यानल सब्सक्राइब गरिदिनु होला। सब्सक्राइबर बढ्यो भने हामीलाई पनि हौसला प्राप्त हुन्छ। यसमा यहाँहरूको सहयोगको अपेक्षा राखेको छु। अहिले हामी बढ्दैछौँ, बालकोट बिरुवा सडक खण्डमै छौँ हामी। अहिले हामी जाँदैछौँ त्यही सडक खण्डबाट र हाम्रो यात्रा निरन्तर छ। यहाँहरू पनि सँगै साथमा गइरहनु भएको छ, भिडियो हेरिरहनु भएको छ भन्ने विश्वास लिएको छु। अब हाम्रो यात्रा निरन्तर रहनेछ। हामी चाहिँ सिरुटार हुँदै बिरुवातिर लाग्नेछौँ। अहिले हामी सिरुटार आउने क्रममा छौँ। यहाँहरूले देख्नुभएको सडक खण्ड यो सिरुटारको सडक खण्ड हो। अहिले हामी सिरुटारको सडक खण्ड आइसकेका छौँ भने अब हामी बिरुवातिर लाग्दैछौँ। बिरुवातिर चाहिँ केही समय लाग्नेछ। बालकोट बिरुवा भनेको 5 किलोमिटर दूरीमा रहेको छ। अब यो हामी तय गर्दै जाँदैछौँ। यहाँहरूले च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला, गरिदिनु होला। यहाँले गर्नुहुन्छ भन्ने विश्वास लिएको छु। अब हाम्रो यात्रा निरन्तर छ। यात्रामा हामी छौँ भूमिराज राणा र म प्रवीण। हाम्रो यात्रा निरन्तर छ। हामी यो बालकोट बिरुवा सडक खण्डलाई आधार मानेर बिरुवा स्थित बिन्दवासिनी मन्दिरतिर लागिरहेका छौँ। हाम्रो यात्रा निरन्तर रहनेछ। यहाँहरू साथमै रहनु होला। अब हाम्रो यात्रा निरन्तर त्यही बाटोतर्फ गइरहेको छ। हामी जाँदैछौँ। यहाँहरूले साथ दिइरहनु भएको छ। यो दुईटा बाटो आयो, तल र यता। हामी चाहिँ सिधा लाग्नेछौँ। हामी चाहिँ सिधा जानेछौँ भने हामी सिधा बिरुवातर्फ लाग्दैछौँ। हामी बिरुवा, हाम्रो आजको गन्तव्य भनेकै बिरुवाको बिन्दवासिनी मन्दिर हो। यहाँहरूले देख्नुभएको छ यो सडक पनि व्यस्त सडकै हो। खास गरी बालकोट बिरुवा कौशलटार यो अरनिको राजमार्ग जोड्ने यो सडक, यो भक्तपुरको यो बेल्टको क्षेत्रको लागि अलि व्यस्त सडक नै हो। हामी निरन्तर यात्रामा छौँ र यात्रामा मेरो साथमा हुनुहुन्छ भूमिराज राणा दाई, म छु र हामी बाइकमा जाँदैछौँ। र अब हामी गन्तव्यमा आउन लगभग 2 किलोमिटर जति बाँकी रहेको छ। हामी यहाँहरूसँगै यात्रामा रम्नेछौँ। यहाँहरू पनि साथ रहनु होला। अहिले हाम्रो यात्रा एकछिन रोकिएको छ। हामी
हामी यात्रालाई निरन्तर नै दिनेछौँ र यो यात्रा हाम्रो निरन्तर रहेको छ। यहाँहरू साथमै हुनुहुन्छ भन्ने विश्वास लिएका छौँ। अब यो यात्रालाई हामी अझ निरन्तरता दिने नै छौँ। अहिले यहाँहरूले बागमती यातायात देख्नुभयो। यो बालकोट बिरुवा रुटमा चल्ने यातायात हो र हामी अहिले बिरुवाको छेउछाउ आइसकेका छौँ। बिरुवा गाविस पहिलेको बिरुवा गाविस त हामीले छोइसकेका छौँ, तर हाम्रो डेस्टिनेसन आउन चाहिँ अझै बाँकी छ। हामी यात्रामै निरन्तर चलिरहेका छौँ। अब यात्रा निरन्तर रहनेछ। यहाँहरू पनि साथमा रहनुहोला। यो तलतिर गयो भने चाहिँ लुबुतिर जाइन्छ भने माथितिर बिरुवाको पानी ट्याङ्की पनि देख्नुभयो। बिरुवा बस पार्क हो। यो बिरुवामा आउने बसहरू यहाँ आएर रोकिन्छन्। यो बिरुवाको बस पार्क हो। यो बिरुवाको पानी ट्याङ्की हो, यहाँहरूले देख्नुभयो। अब हामी यो तेर्सो गएर अब धेर छैन 200 मिटरमा हामी मन्दिरको प्राङ्गणमा पुग्छौँ र त्यहाँबाट हामीले सिडी चढेर जानुपर्ने हुन्छ। यो चाहिँ मर्निङ वाकको लागि पनि बालकोटवासी र भक्तपुरवासी र अन्यलाई पनि मर्निङ वाकको लागि विशेष स्थान रहेको छ। अब हामी चाहिँ विन्ध्यवासिनी मन्दिरको गेटनेर आइपुगेका छौँ। हामी यहाँ बाइक राखेर अब हामी माथि खुड्किला चढ्नेछौँ, सिडी चढ्नेछौँ। सिडी गर्दा चाहिँ लगभग 150-60 को हाराहारीमा सिडी छन् यहाँ। अब हामी यो सिडी चढेर चाहिँ बालकोटको विन्ध्यवासिनी मन्दिरमा जानेछौँ। यहाँहरू पनि हेर्दै गर्नुहोला। यो पूजास्थलनेर यो पसल पनि रहेको छ। यहाँ खाजा नास्ता र पूजाको लागि सामग्री पनि उपलब्ध रहेको छ। र यात्रा निरन्तर छ। निरन्तर यात्रामा छौँ। अब हामी सिडी चढेर जानेछौँ। हामीलाई लगभग सिडी चढेर माथिसम्म जान 10 मिनट लाग्छ र हामी यात्रामा छौँ। यो सिडीको दृश्य यहाँहरूले देखिरहनु भएको छ। यो सिडी चढेर हामी जाँदैछौँ। यो उकालो र 10 मिनटमा पनि यसले फुल एक्सर्साइज भने गराउँछ। यो सिडी धेर त अन्य स्थानको हिसाबले धेर सिडी त होइन, तर पनि हेर्दाखेरि 150-200 सिडी भनेको एक्सर्साइजको लागि राम्रै सिडीहरू छन् यहाँ। हाम्रो यात्रा निरन्तर जारी छ। हामी यात्रामै छौँ। कृपया च्यानललाई सब्सक्राइब चाहिँ गर्न नभुल्नुहोला। एकदम कम लाइक र सब्सक्राइब आउने गरेको छ। च्यानललाई हौसला दिनुहोला, सब्सक्राइब गरिदिनु होला। यहाँहरूले जति सब्सक्राइब गर्नुभयो उति नै हामीलाई हौसला बढ्छ। अहिले भूमिराज दाईलाई चाहिँ झलक्क देख्नुभयो यहाँहरूले। उहाँसँगै आज म घुम्न आएको छु। यात्रा र यो हाम्रो नेत्र श्रेष्ठजीलाई पनि विशेष आभार दिन्छु। उहाँले यो
भोइस ओभरको लागि चाहिँ निकै मेहनत गर्नुभएको छ आज, उहाँलाई विशेष धन्यवाद छ। र हामी गन्तव्यको नजिक छौँ, अब मन्दिरको प्राङ्गणमा हामी आइपुग्दैछौँ। विन्ध्यवासिनी माताले हामी सबैलाई कल्याण गर्नुहोस्। हामी प्राङ्गणमा आइपुग्न आँटेका छौँ र हाम्रो यात्रा भने निरन्तर जारी रहनेछ। यहाँहरूले हेर्नुहोला, नजिक हुनुहुन्छ भने पक्कै पनि जानुहोला। घुम्नको लागि रमणीय ठाउँ छ, वनको बिचमा रहेको छ यो र घुम्न हिँड्न रमाइलो ठाउँ रहेको छ। गर्मीको बेला पनि यहाँ शीतल दिने छारीहरू छन्, रुख बिरुवाहरूको बिचबाट जान पाइन्छ र हामी गन्तव्यमा आइसक्यौँ। अब यो चाहिँ हाम्रो विन्ध्यवासिनी मन्दिर, भक्तपुर स्थित बिरुवा स्थित मन्दिर हो यो। यहाँ हामी जाँदैछौँ र यहाँहरू पनि साथै हामीसँग जाँदै हुनुहुन्छ र यहाँहरूले देखिरहनु भएको दृश्य विन्ध्यवासिनी हो। विन्ध्यवासिनी माताले हामी सबैको रक्षा गरून्, शान्ति सद्भाव सबैतिर फैलियोस्। विन्ध्यवासिनी माता हामी सबैको यही कामना छ र यहाँहरूले अहिले देखिरहनु भएको मन्दिर चाहिँ यो विन्ध्यवासिनी मन्दिर हो। यहाँहरूले हेर्नुभयो, यो विन्ध्यवासिनी मन्दिर भक्तपुर बिरुवामा रहेको विन्ध्यवासिनी मन्दिर हो। यहाँ विभिन्न मूर्तिहरू देख्नुहुन्छ भने मुख्य मन्दिरको भवन पनि यहाँहरूले देख्नुभयो। यहाँ लहरै तिब्बती प्रज्वलन पनि भएको यहाँहरूले देखिरहनु भएको छ र विन्ध्यवासिनी मन्दिरमा यहाँहरूलाई स्वागत छ। यहाँहरूले हेर्नुहोला विन्ध्यवासिनी मन्दिर र विन्ध्यवासिनी मन्दिर सँगसँगै मेरो च्यानललाई पनि लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। सब्सक्राइबको सङ्ख्या अति आवश्यक छ। धेरै कम सब्सक्राइबर भयो, त्यसले गर्दाखेरि